हेलो आज चाहिँ हाम्रो छुट्टी भयो नि छुट्टीसँगै हाम्रो आज पार्टी होइन माल्दै 2 महिना काम गरेपछि काम समयभन्दा एकदम छिटो सकेर साउहरू खुसी भएर हामीलाई एउटा बोका सिँगै त्यहाँ तयार गरिदिनु भएको छ अरे त्यही लिनु जान लाग्यो हामी त्यही भएर आज हाम्रो थोरै पार्टी हुनेवाला छ 3 जना नहुने अब असार लगाएर गाउँ गए केटाहरू गाउँ गएर गाउँमा पनि पानी नपरेर बिजोकै छ परिदिप नि हतारले गयो नि त गाउँ परिजय पनि नजानु भने नि त हामीले पानी परेको छैन भने बुढा त जानुपर्ने बेला नि भइसक्यो अब खासै काम पनि थिएन कि अहिले गएको कि त परिजय चाहिँ बस्यो भने अलिअलि काम हुन्छ अब ठिकै हो सबै केटाहरू टाइममै गयो त्यो काम ठ्याक्क टाइममा सक्यो अब यो पानीले मात्रै साथ नदियो हो क्या काम त टाइममै बर्खामा जानको लागि घर जानको लागि टाइममै सक्यो हो यहाँतिर हेर्नु न यहाँतिर त पुरै रोडमा पाएको छैन काठमाडौँमा त बाइक सर्भिसिङ गर्न दिनुपर्ने थियो आज आज दिनु पऱ्यो साह्रै भइसक्यो बाइक यहाँ त्यहाँ आनन्द विश्वास लाग्छ कि पहिल्यैदेखि त्यो 37,000 मा किनेको बाइक मैले 3 वर्ष चलाइन्छ होन्डा स्टुनर थियो पहिला मेरो अनि घर जाने बेला सर्भिसिङ गर्न लाउने अनि घर पुग्छ चाहिँ यो बाइक भन्दाखेरि उनीहरूले पुग्छ भनेपछि ढुक्क के 37,000 मा किनेको बाइक 3 वर्ष चलाएँ एउटा किनिदिनु त अनि गाह्रो छ नि माल्दै यो महिना लगातार काम चलेर पो मैले 1 लाख जति ऋण तिरेँ यो 2-3 महिनामा 2 महिनामा ऋणमै छ नि दाइ म माइनसमै हो जेरोमा आएको छैन नि अझै पैसा यस्तो क्या माल्दै यो बकेट खर्च होइन 1 रुपियाँ नभए पनि 10 दिन यत्तिकै काट्छु म गर्छ भने अनि त्यसपछि 5,000 आयो भने 2 दिनमा सक्यो त्यो अस्ति हेलमेट किन्न भनेर क्यास पैसा बोक्दा यत्तिकै सक्यो कच्चोट सक्यो अनि त्यो दिन चाहिँ अनि कामै त्यो टाइममै काम सकेर पनि माथि नआइकन हेलमेट किन्न गयो केही त्यस्तो ठुलो खर्च जाडो यताउता केहीमा खर्च गरे हुँदैन त्यो के गरी सकिन्छ पत्तै हुँदैन के त्यो अब चल्यो भने किन्नुपर्छ मान्छेलाई तर त्यो भिडियो गर्नको लागि त किनेर हामी जस्तो मान्छेले काम छैन कि भिडियो चल्यो अब युट्युब अकाउन्ट खोलेको छैन मेन त अब एडिटिङ गर्न सिकेर भिडियो राम्रै भयो भने चल्यो भने किनौँला किन्न सकिएला यस्तो पैसा हजुर गरेछ रेनकोट बोकिएन हो उसलेलाई फोन गर्नुपर्ने उसलेलाई हजुर ए त्यही त अहिले फेरि बानेरले हुँदैन भने चाहिँ मैले एक्लैले कसरी ल्याउनु भन्दै थिएँ फेरि बानेरै ल्याउँला भने कुकर पनि ल्याउनु छ भने मैले साथीकोमा गएको थिएँ त्यहाँ आन्टीले खाना खाएर जानु कि जानु भन्दै थियो
ठ्याक्कै ठुलेले फोन गऱ्यो अनि निस्क्यो। यो एमडीले गर्दा बजारमा टुक्कै हरायो जस्तो लाग्यो। एमडी एकदम चल्छ क्या। यो ओपनिङ हो क्या आज? होला जस्तो लाग्यो। हजुर 13 गते ओपनिङ भन्थ्यो। भोलि चाहिँ आज 12 गते होइन? आज 13 गते हो? ए हो, आज ओपनिङ हो। साइकलिङ है, यसरी जान मन थियो मलाई पनि। यति साह्रो नपेले हुन्थ्यो। कस्तो पेलेर आएको। मासु भन्नु
मासु लिन गएको भन्नु न को क्लच नि लास्टै साह्रो भइसक्यो क्या बाइकको क्लच पनि एकदम साह्रो भइसक्यो कि मैले दाइलाई टाउको दुखेन है अस्ति म त हिजो त मर्नु जतिको हिजो के भने तपाईँले हिजो म आउँदाखेरि म त्यो बेला काम गर्ने भनेर आएको जेठान दाई बिरामी भएर यहाँ सिधै के अरे यहाँ मेडिकल कलेज ल्याएर रहेछन् कि बुढीले आतेर फोन गर्यो अनि त्यहाँ गएको हो कि म त्यही भएर त हिँडिहाल्नु नत्र के भने भनेर सोध्न आइहाल्दैन त्यही पनि तपाईँहरूको कामै थियो अनि कहाँबाट आउँछ अनि गेट माथि जाली हाल्ने भन्थ्यो त हो त्यो अनि त्यो टायर हाल्यो होला नि त अनि अब दुईजनाले नत्र अप्ठ्यारो हुन्छ नि त त्यहाँ
काका ओ काका के गरेको लाएर लिँदै हालेको किन आएको माइला